दिप राई पिगी भाइसबाट आज पनि एकदमै महत्त्वपूर्ण भिडियो लिएर तपाईँहरूबीच उपस्थित भइसकेको छु। पहिला जस्तो आज चाहिँ सुँगुरको बारेमा नभइकन आज चाहिँ भ्याक्सिनको बारेमा भिडियो लिएर उपस्थित भइसकेको छु। तपाईँलाई म आज चाहिँ हाम्रो कम्पनीमा भ्याक्सिन कसरी हानिन्छ भन्ने जानकारी लिएर आएको छु। हाम्रो कम्पनीमा चाहिँ भ्याक्सिन तपाईँको हावाबाट हानिन्छ, हावाबाट चल्ने मेसिन छ त्यसबाट हानिन्छ। यो तपाईँले देख्नुभएको मेसिन चाहिँ हावाबाट हो, तर तपाईँको अरू कम्पनीतिर चाहिँ सुईबाट पनि हानिन्छ। हाम्रो कम्पनीमा सुईबाट पनि हान्छौँ, तर सुईबाट हान्दा चाहिँ सुँगुरलाई अलिकति धेरै असर हुने हुन्छ र सुँगुरलाई हिँड्दाखेरि अलिकति गाह्रो हुने र पछाडिपट्टि सुई हानेको ठाउँमा एकदमै घाउ हुने यताउता देखिन्छ। त्यही भएर हाम्रो कम्पनीले चाहिँ हावाबाट हान्ने मेसिन प्रिफर गरेको छ। यो मेसिन चाहिँ तपाईँको चलाउन एकदमै सजिलो छ। तपाईँले देख्नुहुन्छ यहाँ पहेँलो आइरहेको ओरेन्ज कलरको आइरहेको हावाबाट चाहिँ जस्ट पाइपबाट चाहिँ हावा आउँछ र यो रातोबाट चाहिँ औषधि आउँछ। जुन चाहिँ तपाईँले देख्नुभएको तल हरियो कलरको नुजलबाट चाहिँ तपाईँको सुँगुरलाई छुवाएपछि त्यो छुएको सेन्सरबाट भन्दा थिच्दाखेरि चाहिँ तपाईँको सुँगुरलाई भ्याक्सिन लाग्छ। तपाईँले देख्नुहुन्छ यो साथीले चाहिँ औषधि राख्दैछ त्यो मेसिनमा। यो चाहिँ यसरी हाल्नुपर्छ, तर यो औषधि हाल्नु चाहिँ एकदमै मिलाएर हाल्नुपर्छ, होइन भने यहाँबाट चाहिँ तपाईँको के हुन्छ भने औषधि चुने हुन्छ, यताउता जाने हुन्छ। तर यो चाहिँ भ्याक्सिन चाहिँ तपाईँको कुन भ्याक्सिन भन्छ भन्दाखेरि CSF-SE भ्याक्सिन भनिन्छ, कम्बाइन्ड भ्याक्सिन भनिन्छ। यो भ्याक्सिन चाहिँ म्याक्सिमम इन्डिया, चाइना, नेपाल र साउथ कोरियामा हानिन्छ। यो भ्याक्सिन चाहिँ तपाईँले देख्नुहुन्छ हामीले कसरी मिलाउँछौँ भन्दाखेरि यो भ्याक्सिन चाहिँ दुईवटा सानो बोतलमा आउँछ, जुन चाहिँ लिक्विड र पाउडर फर्ममा हुन्छ। यो दुईवटालाई चाहिँ हामीले मिसाएर तपाईँको ठुलो भाँडामा हाल्नुपर्छ। अघि देख्नुभएको थियो एउटा ठुलो भाँडा, त्यसमा हालिन्छ। त्यो चाहिँ 100 ml को हुन्छ। यो चाहिँ जम्मा 10 ml को हुन्छ भनौँ न। यो 10वटा हाल्दाखेरि त्यो भरिन्छ, 11वटा हाल्दा चाहिँ भरिन्छ भनौँ न। तपाईँले देख्नुहुन्छ यहाँ दाइले मिसाइरहनु भएको छ। म चाहिँ यसो क्यामेराम्यान गरेर बसेको थिएँ। आज म पनि यही डिपार्टमा काम गर्ने भएको कारणले यो भिडियो लिएर आएको छु। तपाईँले देख्नुहुन्छ साथीले मिसाइरहेको छ। अब यो मिसाएको माथि अर्को रबरको बिर्को हालेर हामीले यसरी तयारी गरिन्छ। अब साथीले चाहिँ भ्याक्सिनको हान्ने मेसिनलाई तयारी गरेछ। यो चाहिँ अक्सिजन हो। यो अक्सिजन चाहिँ तपाईँको पाइपमा जोड्नुपर्छ। मैले भने त अघि पनि जानकारी दिएको थिएँ। ओरेन्ज कलरको पाइपमा जोड्यो भने चाहिँ तपाईँको अक्सिजन आउँछ, जुन चाहिँ उसले पनि जोड्दैछ। अब तपाईँको यसले चाहिँ चेक गर्छ मेसिनलाई। त्यो मेसिनको नुजलबाट त्यो औषधि निस्किनुपर्छ, यसरी थोथोरै छुसा निस्किनुपर्छ। यो यसरी औषधि निस्किएन भने तपाईँको कस्तो हुन्छ भने सुँगुरलाई हान्दाखेरि भित्र नगएको कारणले हामीलाई कम्पनीले जरिवाना तिराउन सक्छ। जस्तै यो कोरियामा चाहिँ कस्तो छ तपाईँको हरेक क्राइड एरिया चाहिँ पुरा गरेको हुनुपर्छ हामीले। जस्तै भ्याक्सिन भयो तपाईँको सबै भ्याक्सिन मिलाएर हालेको हुनुपर्छ। जस्तै आइरन भ्याक्सिन, तपाईँको अर्को धेरै प्रकारको भ्याक्सिन छ। जस्तै तपाईँको यो चाहिँ तपाईँको CSF-SE भ्याक्सिन भयो। अर्को हामी चाहिँ तपाईँको हाम्रो FMD पनि छ, त्यो पनि हाल्नुपर्छ। तपाईँले देख्नुहुन्छ मेसिन कराइरहेको छ धक गरेर। यो मेसिन कराएको अनुसार त्यो माथि टुप्पाबाट यसरी आवाज आउनुपर्छ र औषधि पनि यसरी आउनुपर्छ। यसरी औषधि आएन भने, यतिको फोर्समा आएन भने तपाईँको यो चाहिँ हामीले भ्याक्सिन हाल्न सकिँदैन र मिल्दैन पनि। अब साथीले सकिसकेको छ। यसरी हानेको भ्याक्सिन यसरी मिलाएर सबै सिस्टम मिलाएर हाल्यो भने चाहिँ हामीले सुँगुरमा रोग सम्बन्धी धेरै नै गर्न सकिन्छ, बन्द गर्न सकिन्छ। रोगहरूलाई आफ्नो कम्पनीमा छिराउन सकिँदैन। साथीले रेडी गर्दैछ, अहिले हाल्दैछ। यो CSF भ्याक्सिन भनेको तपाईँको क्लासिक स्वाइन फिभर हो, जुन चाहिँ तपाईँको म्याक्सिमम क्लासिकल भन्छ नि, अब यताउता गर्दाखेरि लाग्ने। अर्को चाहिँ SC भनेको चाहिँ तपाईँको स्वाइन इरिसिपेलास भन्छ। यसलाई चाहिँ इरिसिपेलास भन्दो रहेछ। एकदमै अप्ठ्यारो छ, जुन चाहिँ सुँगुरमै लाग्ने हो, जुन चाहिँ म्याक्सिमम। यो फेरि यो तपाईँको भ्याक्सिन हाने कम्बाइन्ड भ्याक्सिन हानेपछि तपाईँको सुँगुरको इम्युनिटी पावर एकदमै राम्रो हुन्छ भनौँ न। तपाईँको गुगलमा पनि सर्च गर्नु होला, यताउता पनि सर्च गर्नु होला। म विदाउट सर्च कुनै पनि बोल्दिनँ, कुराहरू बोल्दिनँ। त्यही भएर तपाईँले हुन्छ CSF-SE कम्बाइन्ड भ्याक्सिन हानेपछि तपाईँको सुँगुर एकदमै हेल्दी हुन्छ र तपाईँको कस्तो हुन्छ भने सुँगुरले आफू चाहिँ रोगसँग लड्ने क्षमता एकदमै मजबुत हुन्छ। र साथीहरूभित्र जाँदैछन् भ्याक्सिन हान्नलाई। म चाहिँ आज यसो भिडियो बनाउँ भनेर डिपार्टमा आएको मात्रै हो। म कहिले काहीँ आउने गर्छु यो डिपार्टमा। मेरो चाहिँ सानो बच्चाको डिपार्ट हो, त्यही भएर तपाईँले देख्नुहुन्छ सबै बच्चाकै मात्रै डिपार्टमा मैले बच्चाकै मात्रै सर्ट भिडियो पनि हालिदिरहेको हुन्छु, होइन, जुन चाहिँ फनी पनि हुन्छ। तपाईँले मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला, जसको गर्दा अझ मलाई मोटिभेसन हुन्छ। अझ कमेन्ट पनि गरिदिनु होला, जुन चाहिँ तपाईँले होइन यो भएन, यस्तो भएन भाइ, उस्तो भएन, जुन चाहिँ मैले बोलेको कुनै छिटो हुनसक्छ, कुनै ढिलो हुनसक्छ।
तपाईँको यो आज देख्नुभएको चाहिँ पुरै हो, जुन चाहिँ तपाईँको पुरै वारपार चाहिँ तपाईँको लगभग 660वटा सुँगुर छ होला। एउटा कोठामा तपाईँको 45वटा सुँगुर छ र तपाईँको यो भ्याक्सिन चाहिँ तपाईँको 45 देखि 60 दिनभित्र हालिन्छ, जुन चाहिँ तपाईँको भन्न 3 महिना भयो भन्न 2 महिना भयो, सरी 2 महिना भयो। यो भ्याक्सिन यसरी हानिन्छ। त्यो भ्याक्सिन हानेपछि यो राखा किन लगाएको, यो कलर किन लगाएको भनेर सोचिरहनु भएको छ भने यो कुन सुँगुरलाई हान्यो हामीले, त्यो त हामीलाई थाहा हुनु पर्यो नि। त्यसको कारण चाहिँ यो यसरी सस्सा छुनु बित्तिकै तपाईँको हालेको देखाउँछ। र तपाईँलाई म अहिले यो हाल्दै गर्दाको स्लो मोसनमा पनि देखाउँछु। एकदमै हुन्छ नि, तपाईँले डिपली सुँगुरलाई तपाईँले देख्न सक्नुहुन्छ कसरी भ्याक्सिन गएको छ होइन, कसरी भ्याक्सिन हाल्दाखेरि चाहिँ तपाईँलाई सुँगुरलाई असर भएको छैन तपाईँले देख्नुहुन्छ। अहिले तपाईँको यहाँ छिटो देखिरहनु भएको छ, जुन तपाईँलाई अप्ठ्यारो लाग्न सक्छ होइन। तपाईँको यसरी गर्दाखेरि तपाईँको एकदमै राम्रो हुन्छ र सुँगुरलाई खासै असर पनि हुँदैन। सुईले पनि हानिन्छ। सुईले हान्दा चाहिँ के हुन्छ भने तपाईँको सुँगुरलाई धेरै असर हुने हुन्छ, सुँगुरलाई अब खुट्टामा धेरै चोटपटक लाग्ने हुन्छ र यसरी हान्दा चाहिँ तपाईँको चोट कम लाग्छ। सुँगुरलाई पनि खासै थाहा हुँदैन, घाउ पनि हुँदैन सुँगुरको ज्यानमा। र यस्तो भ्याक्सिन चाहिँ हाम्रो नेपालमा नै हाल्नुपर्छ, सबैतिर हाल्नुपर्छ। मैले अघि नै भनेको छु यो भ्याक्सिन चाहिँ तपाईँको म्याक्सिमम इन्डिया, चाइना र साउथ कोरियामा हानिन्छ। तपाईँले देख्नुभयो कि यहाँनिर साथीलाई हानेको मैले स्लो मोसन गरिदिएको छु। तपाईँले देख्नुहुन्छ यो हातमा चाहिँ प्रेसर गन हो अघिको, जुन चाहिँ हावाबाट चल्छ। तपाईँले साथीले पछाडि बोकिरहेछ र तपाईँलाई भनेको थियो यो चिन्ह लगाएको चाहिँ किन भन्दाखेरि कुन सुँगुरलाई उसले हाल्यो, त्यो सुँगुरलाई हाले बापत उसले चिन्ह लाउनु पर्यो, थाहा हुनु पर्यो हामीलाई कि यो सुँगुरलाई हान्यो। तर डबल हान्नुहुन्न, किनकि डबल हान्दाखेरि सुँगुरको धेरै नै डोज हुन्छ र सुँगुर मर्ने पनि चान्स हुन्छ हाम्रो। यो चाहिँ एकदमै हामीले हाल्नु कारण चाहिँ इम्युनिटी पावर एकदम स्ट्रङ बनाउनु र तपाईँको सुँगुर चाहिँ रोगहरूबाट लडेर आफू एकदमै हेल्दी हुनु हो। र तपाईँले देख्नुहुन्छ अब हामीले भ्याक्सिन हानिसक्यौँ। भ्याक्सिन हानेपछि सुँगुरलाई हामी सधैँ सप्लिमेन्टरी रूपमा कुनै न कुनै चिज दिनुपर्छ। किन भन्दा यो दिएन भने तपाईँको चाहिँ सुँगुर एकदम ज्वरो आउने यताउता हुने हुन्छ। त्यसको सट्टामा हामीले चाहिँ कोरियामा कारणले चाहिँ थिया एसिसी थिया 1 to 5 दिन्छौँ। यसले चाहिँ तपाईँको स्ट्रेस कम गराउँछ र सुँगुरलाई भनौँ न अलिकति भनौँ भन्दा पेन किलर टाइपको काम गर्छ भनौँ न, पेन किलर टाइपको काम गर्छ। र तपाईँले यसलाई अर्को भिडियोमा म जानकारी दिन्छु। यस्तै भिडियो चाहनुहुन्छ भने मेरो च्यानललाई लाइक सब्सक्राइब गर्नु होला। धन्यवाद।